अहिले छटा मान्छे राख्यो भनेर यहाँ अहिले कुरा निकाल्छ भने बिना काममा कारबाही पर्यो ट्राफिकले ठिक गर्छ अनि के रे यत्रो पेट्रोलको आकार भएको बेलामा ट्याक्सी चढा छ अझै भाडा दिन्न भन्ने हाम्रो सङ्घलाई बोलाऊ लु बाबा पर्दैन बोलाउन यिनीहरू पनि तातन थार केही परेर कि सङ्घको फुर्ती लागिहाल्छ सङ्घ नभए त कसैको रङ नहुने भयो कहाँ थे के गर्नु त खै ड्याड कति बजे थियो हेरौँ त कहिले आउनु त एकछिनै भयो ल हेर ओहो समय पनि धेरै पो गइसक्यो हेर बाबा नदिनु सक्यो नि यो जिनिसले काम होइन यो मेरो घडी खोलेर दिएर के गरे भने तैँले ठुलो लाग्यो नि भने जहाँ 100 रुपियाँ घडी दिएर 300 काम भन्छ भने भयो भने ठुलो लाग्नु पछि किन होला ल भाइ अब नगद दिन सकिएन यही घडी भयो भने काम चलाऊ अब यो घडी फेरि त्यस्तो कमसल खालको होइन असाध्यै महँगो खालको 5200 भने थियो बल्ल 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 बार्गेनिङ गराएर घटाएको कति घटाएर साथी 4600 घटाएको अनि हेर त कस्तो महँगो खालको घडी हो लु राख फिर्ता दिनु पर्दैन राखे हुन्छ मिल्छ भने अलिअलि फिर्ता देऊ पैसै परे हाम्रो छाडिदिनु यस्तो नाथे घडी मलाई के काम मलाई त पैसा चाहिन्छ खुरुको पैसा दिनुहोस्